मुगु जिल्लामा पनि परिवर्तनको झिल्का झल्किँदैछ। नेपाली कांग्रेसबाट पार्टी सभापति तथा पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही अनि खड्गबहादुर शाही पूर्व सभापति हुनुहुन्छ। उहाँ पनि दुईजनाको नाम गइराखेको छ। अरूको भने टुङ्गो लागेको छैन। अनि यतापट्टि भने जेन्जी नेता अनि कलाकार समाजसेवी हिग्मत शाही अनि अनिल बानिया पनि मुगुबाट प्रतिनिधि सभाको चुनाव लड्ने तर्खर गरिराख्नु भएको छ। परिवर्तनमा उम्मिदै हुनुहुन्छ। जस्तै हाम्रो विकट जिल्लाहरूमा के छ भन्दाखेरि पुरानै नेता मान्ने, पुरानै पार्टी मान्ने, नयाँले केही गर्न सक्दैन, नयाँ बच्चाहरू हुन् भनेर त्यसरी भनिँदै गर्दा उहाँहरू आउँदै गर्यो भने भोलि पछिल्लो आउने पुस्तालाई चाहिँ सहज हुन्छ। अनिल बानियाको कुरा गरौँ। अनिल बानिया जेनजी आन्दोलनभन्दा अगाडि चाहिँ त्यति धेरै चर्चामा आएको नाम होइन, चर्चामा आएका व्यक्ति पनि त्यति होइनन्। जब यो आन्दोलन भयो, आन्दोलनपछि चाहिँ बाजुरा जिल्ला मुगु जिल्लाको लागि धेरै राम्रा कामहरू, सकारात्मक रचनात्मक काम बाजुरा जिल्ला र मुगु जिल्लाका नेताहरूले गर्न नसकेका कामहरू अनिल बानियाले गरेका छन्। पहल त बाजुरा जिल्ला र मुगु जिल्लाका नेताहरूले गरेकै हो, तर पहल गर्दा पनि ती कामहरू कार्यान्वयनमा भएका थिएनन्, तर अनिल बानियाले गरे। अनिल बानिया राम्रो छवि भएका सामाजिक अभियन्ताभित्र पढ्नुहुन्छ, जेन्जी नेताभित्र पढ्नुहुन्छ। हिग्मत शाहीको कुरा गरौँ। हिग्मत शाही सुदूरपश्चिम कर्णाली सभ्यतालाई चाहिँ माथि उठाउन उनले ठुलो भूमिका खेलेका छन्। आफू पनि कलाकार हुन् अनि धेरैजना थोर भएर थन्किएका कुना कन्दराको आवाजलाई राजधानीसम्म विश्व सामु पुगाएर धेरैजनालाई चाहिँ उनले स्थापित गरेका कलाकार हुन् अनि सामाजिक अभियन्ता पनि हुन्। उनले धेरै राम्रा कामहरू गरेका छन्। त्यसैले अनिल बानिया हिग्मत शाहीको चाहिँ टक्कर पर्ला जस्तो देखिन्छ। तपाईहरुलाई चाहिँ के लाग्छ? मुगुवासी अनि कर्णालीवासी अथवा सुदूरपश्चिमवासी, देशवासी, विदेश बसिराख्नुभएका जति पनि सच्चा अनि देशभक्त हुनुहुन्छ नि, तपाईहरुले कमेन्ट गर्नुहोस् है त। कस्तो लाग्छ? उहाँहरू दुईजना आउँदै गर्दा हिजो टेस्टेड नेताहरू ऐनबहादुर शाही हुनुहुन्छ। उहाँ व्यक्तिगत हिसाबले चाहिँ उहाँ सोझो हुनुहुन्छ। मैले पनि धेरैचोटि भेटेको छु। उहाँ त्यति खराब हुनुहुन्न, तर मुगाली जनताले जति अपेक्षा गरेका थिए नि, त्यो अपेक्षा अनुसार चाहिँ काम भएको छैन। अनि खड्गबहादुर शाही पूर्व सभापति हुनुहुन्छ। उहाँ पनि अब पुरानो भइसक्नु भएको छ। त्यसैले अब नयाँ हुइम आउँदै गर्दा, नयाँलाई चान्स दिनुपर्छ भन्दै गर्दा देशभरि मुगु जिल्लाले चाहिँ के गर्छ? तपाईहरुले के गर्नुहुन्छ? कमेन्ट गर्नुहोस् है त। यदि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भयो भने नेपाली कांग्रेस र नेकपा एमाले जुन ठाउँमा जितेको छ त्यही ठाउँमा नेकपा एमालेको उम्मेदवार त्यही उम्मेदवार, नेपाली कांग्रेसले जुन ठाउँमा जितेको छ त्यही नेपाली कांग्रेसको उम्मेदवार त्यही उम्मेदवार सिफारिस गर्ने कुरो छ। यो गर्दै गर्दा मुगु जिल्लाबाट ऐनबहादुर शाही निर्विरोध सिफारिस हुनुहुन्छ। यदि उहाँले छोड्नु भयो भने त्यसपछि अर्को आउला।